तँलाई मैले भनेको थिएँ मेरो काममा दाखिल नदिए भनेर, तर टेरेन मानेन तँले। अब देख्छस् तैँले। जसले बाबुसँग दुश्मनी गर्छ त्यसको हालत यस्तै हुन्छ। झगडा हो यो लास्टलाई गण्डकी फालेर आउने। हजुर कति ह्यान्डसम हुनुहुन्छ है? हो र? हजुरले मलाई कति माया गर्नुहुन्छ है? तै लाटी धेरै माया गर्छु नि तिमीलाई। के माया पनि देखाएर देखिने र जोखेर जोखिने चिज हो र? त्यही पनि हजुरले माया गर्छु भनेर केही प्रमाण त देखाउनु पर्यो नि। के गर्नु पर्यो ल भन त, ल भन। त्यसो भए मेरो घर आउनुहोस् न त, मेरो हात माग्न दाइसँग। तिमी चिन्ता नमान न, म छिटै आउँछु तिम्रो घरमा। त्योभन्दा अगाडि मेरो केही विशेष काम छ। कस्तो काम हो मलाई भन्न मिल्दैन? समय आएपछि तिमी आफैले थाहा पाउँछौ। एक दुई महिना म के आउट अफ भ्याली भएको थिएँ, त्यो बाबुको यत्रो चलखेल। त्यसले मेरो भाइलाई मार्ने, शङ्करको भाइलाई मार्ने, त्यो बाबुले ठुलो गल्ती गर्यो। पक ओइ आइज, मेरो भाइलाई मार्ने बेलामा त कहाँ गएको थिइस्? म सानो कामले पामे गएको थिएँ हजुर। ए यस्तै बेलामा तँलाई पामे जान पर्ने? कुन तरुनी खेलाउन गएको थिइस्? अनि तैँले मेरो भाइलाई एक्लै किन छोडिस्? जेसम्म सर हामीले थाना दिइकन एक्लै त्यो बस्तीतिर जानुभएको छ। सालाहरू, तिमीहरूको केही काम छैन, त्यसलाई म आफै सिद्धाउँछु। होइन ज्यान जोगाइदियो, धन्यवाद। यसो के अनि भाइ तिमी के काम गर्छौ? अहिलेसम्म त केही गरेको छैन, अब हेरौँ के हुन्छ। तिमी जस्तो साहसी मान्छेको मलाई खाँचो छ। भोलि मेरो घर आउनु, मसँग भेट्नु, लिनु मेरो भिजिटिङ कार्ड। बस Robin?
तिमी यहाँ मलाई थाहा किन दाइसँग बिहाको कुरा गर्न आयो कि हो अहिले भ्याएको कुरा होइन यसो दाइसँग चिन्ता गरौँ कि भनेर आएको नवीन तिमी आयौ ए तिमीहरूको एकअर्कामा चिनाजानी छ क्या बहिनी तिमी भित्र जाऊ मेरो नवीनसँग सानो काम छ हेर नवीन हाम्रो काममा रिस्क पनि छ पैसा पनि छ तर मलाई पूर्ण विश्वास छ तिमीले इमान्दारीको साथ काम गर्छौ तपाईँ त्यसको चिन्ता नगर्नुहोस् बरु हिजो हजुरलाई हमला गरेको केही समय पहिले मैले रेशम भन्नेलाई मेरो बाटोबाट हटाएको थिएँ सायद उसैको दाइ शङ्कर हुनुपर्छ आफ्नो भाइको हत्याको बदला लिनु ए त्यसो पो अब हामीहरू मिलेर त्यसको ग्याङलाई खत्तम पार्नुपर्छ ओके बोस हजुर चिन्ता नगर्नुहोस् अहिलेको लागि हजुर के छ केटाहरू काम भइरहेछ नि राम्रोसँग काम गर्नु केही पऱ्यो भने शङ्कर छ शङ्कर ल ठिक छ केटा हो ठिक छ अनि त्यो उताको प्रोजेक्ट के भइरहेछ ल राम्रोसँग गर है काम अनि तिमीहरूले पत्ता लगाइस् त त्यो केटाको हो जतासुकै खोजियो कतै पत्ता लगाउनु पर्छ साला को रहेछ त्यो साला त्यसले गर्दा त्यो बाबु मेरो हातबाट बच्यो तर सधैँ त्यो बचाउन कहाँ आउँछ र तर त्यो बाबुलाई म नमारी छोड्दिनँ त्यसलाई नमारी मेरो बाइको आत्माले शान्ति पाउँदैन तर साला त्यो को रहेछ शङ्कर साला आफै शिकार बन्न आएको शङ्कर बाबुलाई मार्ने विचार छोडिदे यदि तैँले बाबुलाई मार्ने विचार गरिस् भने मबाट पक्राउने छैनस् ए त्यसो भए पहिला यसलाई नै सिद्ध्याउन पर्यो तेरो गफ मात्र ठुलो तेरो हिम्मत नभएर तैँले केटाहरूलाई पठाएको सक्छस् भने त मसँग लड्न ए कुरा त्यसो पो पक केटा हो यसलाई त म सिङ्गल नै खत्तम पार्छु पक केटा हो बाबुलाई किन बचाउन चाहन्छस्
म बाबुलाई बचाउँदैन, उसलाई मेरो हातबाट मार्न चाहन्छु किनकि त्यो मेरो घर हो। यत्रो 1 घन्टा मलाई पुर्याएर दिउँसो पनि मेरो घरमा आएर जान्छु पनि नभनिकन गयो। के भयो तिमीलाई? किन मोड अफ गरेर बसेछ त? कि मैले मोड प्रेस गरेर अन्जना, म मेरो लक्ष्यको नजिक पुग्दैछु। यो त खुसीको कुरा नि, टेन्सन लिनुपर्ने नै छैन त। म मेरो लक्ष्यको नजिक पुग्दैछु, यो खुसीको कुरा हो। तर यो खुसीको कुरामा पनि मेरो आफ्नो मान्छेको मन दुख्दैछ। नवीन, के भन्नु खोजेको? मैले त पुरै बुझिनँ त। मैले भन्नुभन्दा तिमीले पछि आफूले बुझेको राम्रो। छोड्दै यो कुरा, गयो कफी हो। एक्सक्युज मी, 2 कफी प्लिज। अनि घर अरू के छ? केटा यता सर। केटा यो माल हाम्रो पुरानो पार्टीलाई दिनु। 50 लाखको सामान छ। राम्रोसँग सुरक्षितसँग पुर्याइदिनु, बुझिस्? सर। जाऊ तिमीहरू। चुपचाप यो माल तिमीले यहाँ छोडेर जा, नत्र तिमीहरूको शरीरले यहाँ दुःख पाउँछ। मलाई थाहा छ यो सामान कसको? यो सामान बाबु दादाको। अब तेरो बाबुको दादागिरी यहाँ धेरै चल्दैन। खुरुको यो सामान यहाँ छोडेर जा। निस्केर आऊ। तँलाई माल चाहिएको? मैले यहाँ आगोसहित 2 जना समातेको छु। पुलिस फोर्स पठाइदिनुहोस्। वाला यो सहरमा कसलाई कालले निम्तो दियो फेरि? यो बाबुको
मान्छेमाथि हात हाल्ने र 50 लाखको माल पुलिसको जिम्मा लगाउने हो त्यो। बोस कतै यो शङ्करको काम त होइन? होइन, शङ्करको काम होइन। यसमा मलाई नयाँ मान्छेको गन्ध आइरहेको छ। बोस को होला त त्यो मान्छे? यसलाई जोसुकै होस्, पत्ता लगाओ, त्यसको पत्ता साफ गरिदिनुपर्छ। हेलो बाबु, तेरो 50 लाख रुपियाँ लुटिँदा र तेरो केटाहरू कुटिँदा त अहिले कस्तो अवस्थामा छस् त्यो मैले राम्रोसँग अनुमान गरिरहेको छु। को होस् त? किन यस्तो कुरा गर्दैछस्? तेरो माल लुट्ने र तेरो केटाहरू कुट्ने मै हो। ए त होस्, तेरो परिचय दे मलाई। त जहाँ छस् त्यहाँ आएर म तँलाई सिद्ध्याइदिन्छु। मलाई सिद्ध्याउने तैँले सपनामा नसोच। त म भएको ठाउँमा होइन, म त भएको ठाउँमा आउँछु। भन् अहिले त कुन ठाउँमा छस्? ए त नै आउँछस्? राम्रो, धेरै राम्रो। म सीतारामको प्लटिङमा छु, त्यहीँ आइज। जाऊ यहाँबाट। अन्जना, हाई नवीन, धेरै पछि सम्झौता। म सानो कामले बिजी थिएँ। सुन न, मलाई अहिले सीतारामको पुलमा भेट है। हुन्छ, माया गर्नलाई हो कि अरू कुनै कामले हो? सब कुरा म भेटेरै भन्छु नि। हस्। नवीन माइली, हेर हामी त्यहाँ पर जाउँ है। आज तपाईँको साधन छैन? आज म तिमीसँगै जान्छु। बहिनी तिमी? नवीन पनि आएको रहेछ। अन्जनालाई मैले लिएर आएको। किन? ताई तपाईँहरू यहाँ के भइरहेछ? मैले त पुरै बुझ्न सकिनँ। बहिनी, हामीहरू यहाँ कसैको पर्खाइमा छौँ। अहिले तिमीहरू घर जाऊ। हेलो, त कहाँ छस्? म यहीँ छु, तेरो अगाडि। नवीन, तै होस् मेरो माल लुट्ने अनि मेरो मान्छे कुट्ने? मलाई यो त्यो मान्छे र आज म तँलाई र तेरो धन्दालाई निमिटान्नै पारेर छोड्छु। यो के भनिरहेको छु नवीन तिमीले? उहाँ मेरो दाइ हुनुहुन्छ। थाहा छ, ऊ तिम्रो दाइ हो, तर तिम्रो दाइले के गर्छ र यसले मेरो जिन्दगीमा के गरेको छ तिमीलाई थाहा छ? तिमीलाई के थाहा? तेरो जिन्दगीमा मैले के गरेको छु? आखिर त को होस्? के गरिस्? सुन अन्जना, म मेरो बुवा र आमासँग खुसी साथ बसेको थिएँ, तर यसले कमला, म गएँ है। आज बाबुको सबै प्रमाणहरू अदालतमा पेश गर्न लागेको छु। मलाई त डर लागिरहेको छ। हजुर त यति ठुलो गुन्डाको केस लड्दै हुनुहुन्छ। सत्यको बाटो हिँड्नु नै मानव धर्म हो। नडराउ कमला, केही हुँदैन। म वकिल हुँ, अन्यायको विरुद्धमा लड्ने मेरो कर्तव्य हो। वकिल,
आजसम्म तैँले जे जति काम गरिस् सबै राम्रो काम गरिस्। मेरो नराम्रो कामको फाइल मलाई बुझाएर अर्को एउटा राम्रो काम गरेँ। नत्र तँलाई मैले के गर्छु त्यो तँलाई थाहा छ, बुझिस्? म मर्न तयार छु। यो फाइल म तँलाई दिन्न। तेरो कालो करतुत म अदालतमा पेस गरेरै छोड्छु र तँलाई कठघरामा उभ्यारै छोड्छु। ए त्यसो भए म चौकडा ए त त्यही वकिलको छोरा होस् किन यसलाई खत्तम गरिदेऊ। दाइ तपाईँ यस्तो हुनुहुन्छ भने सोचेको थिइनँ मैले। अब त थाहा पायो नि, तिमी घर जाऊ। तिमी खुरुक्क जा भनेको। नबी म उहाँको बहिनी भए पनि म सत्यको साथ दिन्छु। तिमी त ठेकेर बस यसलाई त म एक्लै ठिक पार्छु। ठेक जागरा न छोड न छोड।
सबै बाबाको इच्छा आफ्नो छोरछोरीलाई डक्टर र इन्जिनियर बनाउने हुन्छ। मेरो बाबाको इच्छा मलाई डक्टर बनाउने थियो, तर तेरो कारणले गर्दा म प्रहरीमा भर्ती भएँ र म केन्द्रीय अनुसन्धान ब्युरो CID इन्सपेक्टर नबिन